हेलो साथीहरू, हामीले चाहिँ नेपाली क्रिकेट फ्यान भन्छौँ तर हामीलाई केही थाहा छैन। हामीले थाहा पाउन जरुरी छ कि कुनै प्लेयरको स्ट्याट हेरेर चाहिँ कसरी त्यो प्लेयर कस्तो हो भनेर थाहा पाउनु। जस्तै हाम्रो इक्जाम्पलको लागि हाम्रो स्टार प्लेयर अलराउन्डर दिपेन सिंह ऐरीबाट हामीले चाहिँ अब कसरी स्ट्याट हेर्ने भनेर थाहा पाउने। उहाँको चाहिँ यो ब्याटिङ स्ट्याट हो, अलराउन्डरको चाहिँ बलिङ र फिल्डिङ स्ट्याट पनि हुन्छ। अब हेरौँ है त, ब्याटिङ स्ट्याटमा कसरी हेर्ने त, कुन प्लेयर कस्तो हो भने कसरी थाहा पाउने त है त। अब उहाँको टी20को हेरौँ, टी20मा उहाँले चाहिँ 90 म्याचमा 1956 रन हान्नुभएको छ, जसमा एभरेज 32.1 छ र स्ट्राइक रेट छ 139.1। अब कसरी थाहा पाउने कुन प्लेयर कस्तो हो भनेर चाहिँ है त। अब एभरेज एभरेज भनेको के हो? एभरेज र स्ट्राइक रेट मेन हुन्छ। एभरेज भनेको जस्तै 32.1 छ, यसको मतलब दिपेन सिंह ऐरीले 90 म्याच खेलेर 1956 डिभाइडेड बाई कति म्याच खेलेको छ? यो 90 म्याच खेलेको छ होइन, कति इनिङ खेलेको छ क्या। नट आउट भएको चाहिँ मानिँदैन फेरि। जस्तै इक्जाम्पलको लागि, जस्तो 10 म्याच खेलेर 100 रन बनाएको छ भनेपछि उसको 10 एभरेज हुन्छ भन्ने हुँदैन। जस्तै 9 मात्र खेलेको, 9 म्याचमा मात्र आउट भएको छ, एउटामा आउट भएको छैन भन्दाखेरि 100 डिभाइडेड बाई 9 हुन्छ। त्यसरी चाहिँ एभरेज निकालिन्छ। 1956 डिभाइडेड बाई कति इनिङ खेलेको छ, 90 म्याच होइन फेरि, कति इनिङ आफूले खेलेको, फेरि नट आउट भएको पनि गनिँदैन फेरि। त्यसमा चाहिँ डिभाइड गर्दाखेरि चाहिँ जति निस्किन्छ त्यो चाहिँ 32.1 हो, एभरेज हो। एभरेज भन्नाले के बुझिन्छ भन्दाखेरि चाहिँ आफू चाहिँ 32 रन दिएर चाहिँ एउटा विकेट, आफ्नो विकेट फाल्ने भन्ने बुझिन्छ। अब स्ट्राइक रेट भनेको के हो भन्दाखेरि चाहिँ कति बल खेलेको छ, कति बल खेल्यो, कति एक बलमा 1 रन लाग्यो भने चाहिँ 100 स्ट्राइक रेट हुन्छ। हो त्यस्तै अब चाहिँ दिपेन सिंह ऐरी चाहिँ कस्तो भयो भन्दाखेरि 1956 डिभाइडेड बाई जति बल खेलेको छ इन्टु 100 गर्दाखेरि चाहिँ स्ट्राइक रेट आउँछ। 139.1 स्ट्राइक रेट भनेको टी20मा एकदमै राम्रो हो। यो टी20को एकदमै उत्कृष्ट भनिन्छ यसलाई, एकदमै उत्कृष्ट। कसैको 160 170 हुन्छ, अभिषेक शर्माको 180 160 हुन्छ स्ट्राइक रेट। त्यसैले चाहिँ दिपेन सिंह ऐरी अलराउन्डरमा त्यो 2-3 ऱ्याङ्कमा आउनको कारण यही हो। स्ट्राइक रेट राम्रो छ, एभरेज पनि, एउटा विकेट चाहिँ उहाँले 32 रन बनाउँदाखेरि दिनुहुन्छ। यस्तै स्ट्याटको लागि चाहिँ मलाई सब्सक्राइब गरिदिनु होला। यस्तै नेपाली क्रिकेटलाई अगाडि बढाउन, नेपाली दर्शकहरूमा चाहिँ नजानेको चिजहरू जनाउनुको लागि, कसरी फिल्ड पोजिसनहरू बनाउने, फिल्ड पोजिसन कता के हुन्छ, यो स्ट्याटहरू सबैको लागि मलाई फलो गरिदिनु होला है त। धन्यवाद।